थप यहाँ तेरो फिल्म चलिरहेको छैन त्यो केटीलाई यहाँबाट है देव सहीलाई साथ र गलतलाई रात दिन मलाई राम्रोसँग आउँछ चुपचाप यहाँबाट गइहाल हे केटा यो यतिकै माल्ना जस्तो छैन यसको हात खुट्टा तोडेर त्यो केटी यहाँ लिएर आइछ साला तेरो र मेरो हिसाब किताब बाँकी नै छ हे केटाहरु हिँड थ्यांक यू आज मलाई बजाउनु भएकोमा आज हजुर नआउनु भएको भए म बाँच्न लागेको हुन्थिनँ होला त्यसमा थ्याङ्क यू भन्नुपर्ने कुनै पनि छ त्यो त मेरो कर्तव्य खासमा उनीहरूको तिम्रो पछि किन लाग्यो खोइ को हुन् मलाई थाहा छैन मेरो घर माथि पिपल डाँडा हो म सानैदेखि मामा घर बसेर पढ्थेँ पढाइसकेर आएको त्यही हो र ल म जान्छु है मेरो पनि माथिसम्म जाने काम छ सँगै जाउँ न त बाटो एउटै परेछ हुन्छ जाउँ न त जाउँ आहा कति राम्रो बोलीचाली पनि उस्तै मिठो यस्तो मान्छे मेरो जीवनसाथी बनाउन पाएको भए त आहा के सोच्नु भएको के होइन आज हजुरको सेवा गर्न पाएँ त्यो सबै अनि अब के पनि सोच्नुपर्छ त मेरो हिस्से मारेको छैन एउटा केटी मान्छेले त्यस्तो गरिदियो इज्जत गर्नुपर्ने ठाउँमा सबै हजुर जस्तै महान कहाँ हुनुहुन्छ हजुरलाई हजुर जस्तो मै मिलोस् भनेको भए हुने नि हजुर के भन्नु है के होइन अब मेरो जाने बाटो आयो म जान्छु भनेको ए भइहाल्छ नि राम्रो छ हजुर रिसाउनु हुन्न भने एउटा फोटो खिच्छ है किन रिसाउनु त्यसै भए हस्तामा जान्छ है बाई 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 राधा आज तिमीलाई पहिलोचोटि देखेँ तर तिमी जति प्यारो कोही लागेन संसारै भुले जस्तो तिमीमै हराए जस्तो भयो सायद मलाई जस्तो तिमीलाई पनि भएको छ होला है राधा Krishna?
राधा कति समयलाई गएको तिमीलाई थाहा छ म कति बेरदेखि कुरिरहेको थिएँ मेरो राजा हजुर किन रिसाउनु भएको हजुरलाई रिसाएको कति पनि सक्दैन हो मजाक नगर थाहा छ तिमीलाई आज हामी कति समयपछि भेट्दैछौँ जब भेट्ने समय नजिकै आउँछ नि त्यही समय सबैभन्दा लामो लाग्ने रहेछ राधा कृष्ण हेर न आज बाटोमा आउँदै गर्दा मेरो पछाडि गुन्डाहरू लागेका थिए धन्न देव भन्ने मान्छेले बचाउनु भयो के अरे देव उहाँ त मेरो सानो मालिक हो नि सानो मालिक हो म उहाँकै घरमा काम गर्छु कस्तो असल मान्छे हुनुहुँदो रहेछ उहाँ त उहाँ त कति चिदिनुहुन्छ अनि के राधा तिमीलाई मेरो माया कति लाग्छ खै कसरी बयान गरौ तिमीले आफ्नो हरेक पल हरेक क्षण तिम्रै यादले जिन्दगी चलिरहेछ अनि तिमीलाई मेरो माया कति लागेको छोरी कृष्ण तिमी मेरो संसार तिमी मेरो जीवन तिमी मेरो मृत्यु तिमी बिनाको जीवन त कल्पना पनि गर्न सकेको थिएन अनि कसरी भन्नु तिम्रो माया कति लागेको भन्छ राधा I love you, Krishna. ल म जान्छु घरमा हल्का काम छ भोलि भेटौँ आइराधा एकैछिन बसौँ न कृष्ण अब त नजिकै छ समय मिलाउँदै भेट्ने त हो ल अहिले म जाउँ आइराधा भोलि आउँला ए सरिता तेरो आमालाई र दाइलाई बोला हुन्छ मुखिया साहब आमा दाइ बाहिर मुखिया साहब आउनु भएको छ जानुस् रे ए माने एकाइली बाहिर निस्कन सुन्नुस् हजुर मुखिया साहब दर्शन म तेरो घर यहाँ बस्न आएको होइन र बस्नु पनि छैन हजुर मुखिया साहब हजुर पैसाको लागि आउनु भएको हो मलाई थाहा छ तर के ऋण लगेपछि तिर्नु पर्दैन ऋण लिने बेलामा के भन्नु ल्याएको थियो याद छ तँलाई याद छ मुखिया साहब हजुरले लगाएको गुण कहाँ बिर्सेकी छु र दुःख पर्दा कसैले हेरेन मैले हेरिदिएँ यतिको लामो समय भयो नसाउ न ब्याज दिने त कुरै छैन तेरो घरमा ताला लगाइ जहाँ जाने हो जा ए बिरे ताला लगाइदे हुन्छ त्यसो नगर्नु मुखिया साहब तपाईँले ताला लगाइदियो न हाम्रो घर हामी बिचौली भएर कहाँ जाने हजुर बिन्ती गरेर पैसा आउँछ मुखिया साहब यस्तो नगर्छु बिन्ती छ ए माने भाका त सकेन त पैसा कहिले तिर्छस् मुखिया साहब केही भाका थपिदिनु म जसरी नै तिर्छु हजुर ए हजुर घरमा यति राम्रो फुल फुल्याएर रहेछ आइरहनु हुन्छ भाका थपिदिउँ हामी ल 1 महिना भाका दिएछु 1 महिनामा तिर्नस् भने विचार गर इन्बे मुखिया साहबले भनेको कुरा विचार गर घरबाट मात्र होइन समाजबाट निस्किनु पर्ला के गर्ने बाबु नानी तिमीहरूलाई मैले सुख शान्ति पनि दिन सकिनँ र
मुखिया आएर यसरी थर्काएर गयो तेरो बाबा बितेको वर्ष दिन भएको छैन यसरी थर्काएर गयो अब के गर्ने बाबु नानी यस्तै हो होइन आमा तपाईँ किन यस्तो सोच्नुहुन्छ जे हुन्छ राम्रैकै लागि हुन्छ आमा भाग्यमा लेखेको कुरा कसले मेटाउन सक्छ र आमा हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ जिन्दगीमा खोटै खोट लेखेर रहेछ छोरा सबै बाबुआमाको आफ्नो छोराछोरीलाई राम्रो लाउन दिने मिठो खाना दिने र ठुलो मान्छे बनाउने सपना त सबै बाबुआमाको हुन्छ छोराछोरी तर मैले तिमीहरूलाई केही गर्न सकिनँ बाबु नानी हो सानैमा बाबा बित्नुभयो दुनियाँको मेलापात गरी हामीलाई हुर्काउनु भयो त्योभन्दा बढी हामीलाई के चाहियो र आमा अब म नै ठुलो भएँ मुखियाको ऋण म जसरी तिर्छु आमा अब त हजुर खुसी हुने हो चिन्ता लिने होइन हिँड्नुहोस् भित्र जाउँ हे भगवान् तिमीले मान्छेहरूमा भिन्नता किन गर्छौ कसैलाई धनी कसैलाई गरिब बनाएर किन जन्माउँछौ गरिबले सधैँ अरूको हेपाइ सहनु पर्ने हो र कसले बुझ्छ गरिबको मर्म साउको ऋण कसरी तिरो कतै काम पनि छैन विदेश नगएसम्म नहुने हो र अब म के गरौँ भगवान् कुनै विकल्प देऊ अनि त्यो साउको हेपाइबाट बचाइदेऊ फुलमाया ए फुलमाया होइन यिनीहरूलाई कानै सुन्दैन कि के हो उहाँ बाख्राले गाउँ सक्यो ए फुलमाया ए फुले होइन ए सानो जस्तै चिचोदै किन आएको ढाडे त खुँदेले त्यस्तै छोरो जन्माएको छ त अनि मैले के भन्नु त नचिचार होइन ए ढाडे मेरो मात्रै छोरा हो के गर्यो छोरोले होइन छोरा र बाख्रा हेर्न पठाएको माख्राहरूको ढिकुरेको गाउँ सबै सकाएछ बाख्राले त्यसलाई मैले अवस्था जानेको छु होइन के को हल्लामा घर बाख्रा आयो कि नै आउँछन् बाख्रा तम्पोर भन्दा त बाख्रै ठिक छन् कमसेकम बेचे पैसा त आउँछ भनेपछि म अब बाख्रा जतिको पनि भएन है तँ गोरुको के नै काम छ र हलियो खायो घुम तेरो कामै छैन त्यति नै छ तेरो काम तँलाई आवारा तिमी ढोड्नाकै काम छ त्यसो भए के भनिस् यो सब त्यसले गर्दा खोइ कर यो छोरा तपाईँ ठुलो भइसकिस् बुझ्नु हुनुपर्छ हाम्रो पनि उमेर भइसक्यो थाहा छ आमा मलाई नसिकाऊ भोक लाग्छ मलाई भात देऊ यो गुरुलाई त कति सम्झाउनु कान्छा बाबालाई र दाले चिहान बोलाले त हुन्छ मम्मी खाजा खायौ त हेर न मलाई त तिम्रो यादले भोकै लागेको छैन किन होला खाइ अनि मानेसँग पैसा मागेर ल्याउनु भयो त जान चाहिँ गएको थिएँ छैन मर्यो घरमा ताला लगाउनु खोज्यो थिएँ पाउ पऱ्यो 1 महिनाको भाडा थपेर आएँ पाउ पऱ्यो भन्दैमा छोडिदिने लिने बेला कसरी लिएका थिए दुःख पऱ्यो मुखिया साहब भनेर हात पाउ जोडेर अहिले आएर चाहिँ यस्तो भन्न पाउँछ धेरै टाटो सोर नगर के गर्नुपर्छ मलाई थाहा छ पहिला पैसा नभएको बाना पर्छ बन्ची उठाएर ल्याएकै हो अब केही नै न घरमा केही नै नभएपछि भागा नथपेर के गर्नु त 1 महिनाको भागा थपेर आएँ कान्छा कृष्णले त बाहिर खोलिसक्यो होला चिहान बोला लिएर जा देववन भित्र हिँड हिँड्बिरे
खाना आउरे आमाले बनाउनु भयो। ए हस् हुन्छ। मेरी राधाले खाना खाइ नलिन् त के गर्दैछ नलिन् अहिले। भिरी मलाई मानेको बहिनी चाहियो। कसरी भेट्ने? मुकेश सर भोलि समय मिलाएर भेटौँला नि। मलाई मन पर्यो के गर्ने। मलाई त्यसको अनुहार झन्झली याद आउँछ। राति नि छ कि अहिले जाने त? हुन्छ जाने भए जाउँ। नमस्ते, म यस कथाको लेखक तथा निर्देशक मनोज आचार्य। आजको एपिसोड त हेरिहाल्नुभयो, कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सनुहोला। अनि अहिलेसम्म हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। अनि कुन कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। र कुनै सल्लाह सुझाव दिन मन छ भने कमेन्ट गर्नुहोला। हामी हजुरको सल्लाह सुझावको प्रतिक्रिया दिने नै छौँ। र आशा छ धेरैभन्दा धेरै माया गर्नुहुनेछ भनेर। हस्, धन्यवाद।